गाइस, वेलकम टु माई च्यानल विसन ब्लग। फेरि पनि स्वागत छ। आज यस्तो छ मेरो ब्याकग्राउन्डको भ्यू। घाम छ, गर्मी छ। यसो कुखुरा लगाऊँ भनेर यसो आएको होइन, भर्खर ड्युटी सकेर। आज छोटो भ्लग आज नि यसो भ्लग बनाइदिउँ भनेर आएको होइन। कस्तो हुन्छ आजको दिन हेरौँ। कस्तो छ, फेरि बन्द भयो भने फेरि बर्बादै नै खुल्ला रहेछ। कामदेखि आएको, घाम छ। कुखुरा लिन्छु अनि आज फ्रेस कुखुरा खाइदिउँ भनेर। है साथी, यो कुखुरा पनि लियो। यस्तो छ, कुखुरा पनि लियो होइन। ल, कुखुरा पनि लिएर आयो, अन्डा नि लिएर आयो होइन। हातमा यस्तो छ, अलिक अप्ठ्यारो भएको छ होइन। अब हेरौँ कहाँसम्म हातले थाम्न सक्छु, त्यहीँसम्म म भिडियो बनाउँछु। अन्डा लिएर हिँड्दैछु म। यस्तो छ बाटो फेरि है। फ्रेस कुखुरा लिएर यस्तै अन्डा र कुखुराको मासु मजाले राम्रोसँग लैजानुपर्छ फेरि है। अलिक राम्रोसँग हालिदिएको छैन फेरि। अन्त नि मासु चाहिँ केही नि हुन्न होइन। अन्डा चाहिँ राम्रोसँग लैजानुपर्छ। अहिले फुटन बर्बाद हुन्छ। अब कस्तो देखेछ म होइन। कामदेखि छुटेर अब फर्किदियो। हिँडेर धेरै त छैन होइन। बसमा गयो भने छिटै पुगिन्छ, तर 5 मिनटको बाटो नि के बसमा गएर राख्ने भनेर कहिले बस हिँड्नुपर्छ भनेर खुट्टा तन्काउँदैछु म। सधैँ कति होइन, कति बसमा जाने। म कुन ठाउँमा हो यसो भन्नु होला है, चिन्ने जान्ने हाम्रो। म कुन ठाउँमा छु अलिक राम्रोसँग देखाउन पाएन, किनकि मेरो हातमा के छ भन्दाखेरि सामान छ होइन। सामान भएको कारणले कस्तो देखेछ। कुखुरा र अन्डा होइन। बाटो बिर्सेको म। बाटो त बिर्से छैन नि म होइन। ल, यही हो। अब आइपुग्न लाग्यो रुम पनि। हुन त अझै 5 मिनट छ। अघिदेखि 5 मिनट भनिरहेको छु। हाम्रो यो भोलि र
एकछिन एकछिन नेपालीको ठेगो होइन, एकछिन 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 भोलि 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 भन्ने कहिले आउँदैन नि त। त्यसो भने 5 मिनट भनेर अब चाहिँ साँच्चैको आइपुग्नु लाग्यो भनेर म भन्दैन। यहाँ हात थाकिसक्यो, दुई हातमा एक हातमा अन्डा र मासु छ, प्लस मोबाइल र क्यामेरा गर्दैछु, भिडियो गर्दैछु। त्यही पनि म हार मान्दैन, हिम्मत हार्नु हुँदैन होइन। कहाँसम्म आफ्नो हातको स्टामिना भ्याउँछ त्यहाँसम्म जान्छु म। हात गलिसक्यो त्यही पनि हिम्मत हार्दैन। म चाहिँ क्यामेरा चाहिँ फेरि फ्रन्ट क्यामेरादेखि नै गरेको छैन, ब्याक क्यामेरादेखि गरेको छैन। त्यही भएर मेरो क्यामेरा कालो, कहिले कालो कहिले गोरो देखियो होला। अब साथीले बनाउँछ, मैले काटकुट गरिदिन्छु। पसिना निस्किसक्यो होइन। ट्याक्क कति मिनटमा पुग्ने रहेछ म होइन, 5 मिनट भनेको। अब भिडियो कहाँसम्म लम्बाउँछु म, ट्याक्क त्यहीसम्म नकाटिकन भिडियो बनाउँछु है। कहाँसम्म जान्छ, हात पनि थाकिसक्यो। यस्तो छ भ्यूहरू चाहिँ। फेरि उँधो चाहिँ मेरो बिल्डिङ हो भनेर बताउनुहुन्न के हो। मेरो बोल्दा फेरि प्योर मगरको आइडिया छ त हो। मगर भएर होइन, मगरको बोलेर निकाल्नु पर्यो फेरि। भाइ यस्तै हो नि त होइन, परदेशी जीवन भनेको। अब साथीभाइले हेर्दैछ भने ल हेर साथी हो, यस्तै हो परदेशी, विदेश भन्छ नि, यस्तो तन्त्र पुरै घाममा हिँड्नुपर्छ। विदेशी अब झन् गर्मी सुरु भयो, अब झन् बाहिर निस्किनै गाह्रो हुन्छ। अन्त अब बेलुका हुन लाग्यो नि त, 4 बज्न लाग्यो। त्यही भएर 4 बजे चाहिँ यस्तो घाम छ भने अझ दिउँसो त बाहिर निस्किनै गाह्रो हुन्छ। मोबाइल सुत्न लाग्यो फेरि बाहिर त 1 मिनट बाहिर निस्किने कालो भन्छ। अनि त्यसमाथि कालो भइन्छ भन्नाले 1 मिनट बाहिर निस्किएन अनि फेरि भित्र पस्छ भने केही देखिँदैन, पुरा कालो न कालो डर त लाग्छ नि, हो त्यस्तै हुन्छ। त्यही भएर सकेसम्म पानी पिउनु होला। ल म पनि अब कति नआएको कि होइन, 5 मिनट भनेको यहीँ 6-7 मिनट भइसक्यो।
हो त साथी आयो आएन ल अब चाहिँ पक्कै आयो ल आजलाई मेरो भिडियो यहीँ सकाउँछु होइन म मेरो बिल्डिङ देखाउँछु त्यहाँनिर हो म बस्ने होइन यस्तो ल यही हो भेजिटेबल खाने भए यहाँ पनि छ फेरि भेजिटेबल है कलाएर हेर्नुभयो त कहाँनिर हो म बस्ने आज पब्लिक गरिदिएको के ल आहा हात पनि थाकिसक्यो त्यस्तै दिनदिनै यसरी बोकाइन्छ पाप्लो मान्छे होइन मोटाइन्छ होला हो बडी सरी डेन्जर बन्छ होला होइन अन्त त फुटेन नि होइन फुटेको छैन अहिलेसम्म त राम्रै छ ल आजलाई मेरो छोटो कुराकानी यही टुङ्गाउँछु होइन त्यो मेरो साथीको गाडी जस्तो नि लाग्यो हाम्रो कम्पनीको गाडी हो कि होइन साथी नै हो क्या हो कलाएर साथी नै झऱ्यो कि नै होइन यो होइन छ ल म चाहिँ यही हो म बस्ने बिल्डिङ होइन ल यही हो म मेरो भिडियो यही सकाउँछु ल हात पनि गर्मी भयो माया गरिदिनु होला ल बाई बाई म त कपडा भन्ठानिरहेँ क्या के गर्ने